हेलो गाइस, आई होप तपाईँ सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चो नै छु। अन्त आज चाहिँ म कहाँ गएको हो भने चाहिँ दिउँसो खिटेर जाँदैछु होइन। अन्त कहाँ गएको हो भने चाहिँ मेरो साथी आउँदैछ नि त होइन। अनि साथीको त नानी भएको छ नि त। अनि नानी बिहा गरेको दिनको नानी भएपछि मात्रै आएको नि त होइन। अनि उसलाई भेट्नुको लागि गएको। उसले चाहिँ नानीलाई भाकल गरेको रहेछ नि त गुम्पा लाने भनेर। अन्त त्यसो कारणले उनीहरू तल रानी सक्नु आँट्यो अरे। अन्त म चाहिँ यहाँबाट झर्दैछु होइन। अब एकैछिन म तपाईँलाई उनीहरूलाई भेटिसकेर भेट्छु ल, त्यतिखेर सिधै गर्नुहोस्। अब चाहिँ गाडीमा आइसकेको छु है। अहिलेसम्म देखाउँछु तपाईँहरूलाई गएको छ भनेर। यता चाहिँ भाइ हो, अनि यता नि हो साथी चाहिँ होइन। अनि यता चाहिँ बोजू हो। अहिले चाहिँ हामी अलिक माथि पुगिसकेको छु होइन। अनि यता नि हो मेरो साथीको नानी चाहिँ, हामीलाई चाहिँ गुम्पा लिएर गएको होइन। अनि एकदम गरम छ, नानीलाई पनि पुरा गरम भयो किनकि चिसो जग्गाबाट आएको नि त उनीहरू। अनि त्यसले गर्दाखेरि पुरा गरम मानेर छटपट भइरहेछ हो। हुन्छ तपाईँलाई अलिकति के कसो हुन्छ अहिले माथि पुगेर देखाउँछु ल, त्यतिसम्म यति गर्नु। गान्तोकमा पनि यस्तो गरम भइसकेछ, यस्तो गरम हुन थालेछ। पाकेर बोल्न त्यो नानी बोकेको थियो, नानीलाई पनि पुरा जिउ तातेर गरम भएर अगाडि आमालाई दिएँ होइन। अन्त अहिले म सबैजना तपाईँहरूलाई चिनाउँछु नि ल, मेरो भाइ होइन, बोजू, नानी, साथी भेटाउँछु ल एकछिनमा। अहिले देउराली आइपुग्यो हामीहरू। हेलो बोजू, हेलो भन्नु। ए बाई बाई भने के भन्छ हाम्रो भाइ हो। हेलो मेरो भाइ। आमा हेर्न के रेस्पोन्स छैन हौ। Hi, my name is Arush Rai. I am from Darjeeling. Today I am coming Sotemgunda, Deurali, Gatok, हैन? सिक्किम हामी सिक्किम ट्रिपमा आएको थियौँ घुम्नको लागि पनि। अन्त मेरो नानीको भाकल पनि थियो यहाँ गुम्बा आउने। हामी नजन्मिकन यस्तो प्लान एउटा गरेको थियौँ। अहिले नानी भएर हामी 2 महिना पुगेर चाहिँ लिएर आज आएको। त्यही भएर अलिकति त्यही हो, हामीसित भेट भयो धेरै दिनपछि होइन। खुसी लागिरहेको छ। पढा छ यताको। हाम्रो मोटु चाहिँ त छ हो, नानीलाई गर्दैछ। आम्मामा यस्तो गरम भएर चाहिँ त्यो यो क्यामेरामा मात्रै आएको छैन कि, साँच्चै भने यस्तो पप भइरहेछ। मलाई जिन्दगीमा कहिले पसिना नआउने पनि पसिना आएर खलखल भयो हो। अन्त यति नै थियो, बाई बाई।